नमस्कार, म ज्योतिषाचार्य गणेश प्रसाद भट्टराई। आज म हजुरहरूलाई देवगुरु बृहस्पति अस्त रहँदा फेरि मानव जीवनमा यसको प्रभाव कस्तो रहन्छ, दैनन्दिन जीवनमा हरेक व्यक्तिले कस्तो कस्तो कार्य गर्नु उचित र कुन कार्य गर्नु शास्त्रमा निषेध मानिएको छ, कस्तो अवस्थालाई देवगुरु बृहस्पति अस्तको अवस्था भनिन्छ र देवगुरु बृहस्पति अस्तको समयमा कुन कुन क्षेत्रमा कार्य गर्ने व्यक्तिहरूको लागि बढी प्रभावशाली रहन्छ र कुन कुन कार्य गर्ने व्यक्तिहरूको लागि बढी प्रतिकूल देखिन्छ, यसको बारेमा पनि परिचर्चा गर्नेछौँ। शास्त्रको मान्यता छ कि शान्ति कर्मणि कुर्वित रोगै निमित्तिकी तथा गुरुर्भार्गव मोड्डेपि दोषस्तत्र न विद्यते। अर्थात् शान्ति कर्महरू अर्थात् रोग निवारणको निमित्त गर्ने कर्महरूको लागि देवगुरु बृहस्पति र दैत्याचार्य शुक्र अर्थात् शुक्र ग्रह अस्तको अवस्थामा पनि दोष लाग्दैन भनेर शास्त्रले वर्णन गरिएको छ। देवगुरु बृहस्पति अस्तकालीन अवस्थामा ज्योतिष शास्त्रले यसको विशेष महत्त्व राख्दछ। यस अवधिमा केही कार्यहरू निषेध गरिएको छ। त्यो कार्यहरूको बारेमा म क्रमशः भन्नेछु, कुन कुन कार्यहरू गर्नु उचित रहन्छ। त्योभन्दा अगाडि हामीले देवगुरु बृहस्पति अस्त भनेको के हो बुझ्नु जरुरी रहन्छ। देवगुरु बृहस्पति अस्त भन्नाले कुनै पनि ग्रह सूर्यको अत्याधिक नजिक पुग्दाखेरि सूर्यको तेजले त्यसको प्रभावलाई न्यून हुने अवस्था नै ग्रहको अस्त अवस्था हो। बृहस्पति ग्रह पनि सूर्यबाट करिब 11 डिग्रीको दूरीभित्र पुग्दाखेरि देवगुरु बृहस्पति अस्तको अवस्था भनेर बुझ्न सकिन्छ। यस्तो अवस्थामा बृहस्पतिको तेज घट्ने र त्यससँग सम्बन्धित कार्यहरू प्रतिकूल प्रभाव पर्न सक्ने अवस्था रहन्छ। शास्त्र अनुसार देवगुरु बृहस्पति अस्तको समयमा निषेध गरिएका कार्यहरू यस प्रकार रहेका छन्। विवाह, व्रतबन्ध, मुण्डन, कर्णवेद, उपनयन संस्कार जस्ता प्रमुख संस्कारहरू बृहस्पति अस्त रहेको समयमा गर्न निन्दित मानिएको छ, निषेध मानिएको छ। त्यस्तै गृह प्रवेश, गृहारम्भ, मन्दिर निर्माण, मूर्तिहरूको प्राण प्रतिष्ठापन आदि कार्यहरूलाई पनि यो अस्तको समयमा निषेध मानिएको छ। गुरु दीक्षा, मन्त्र ग्रहण र विद्यारम्भ आदि कार्यहरू गर्नको लागि पनि गुरु अस्त भएको समयमा निषेध मानिएको छ। तीर्थयात्रा, सवारी साधन खरिद, त्यस्तै नयाँ व्यापार व्यवसाय सुरुवात गर्नको लागि पनि यो बृहस्पति अस्तको समयलाई आफू प्रतिकूल समय मानिएको छ। यसलाई शास्त्रले निषेध गरिएको छ। यी कार्यहरू बृहस्पति अस्तको समयमा गर्दाखेरि शुभ फल प्राप्त नहुने शास्त्रको मान्यता रहेको छ। अब कस्तो कार्यहरू देवगुरु बृहस्पति अस्त भएको बेलामा गर्न मिल्छ त? जस्तै नित्य कार्यहरू, ध्यान, स्नान, पूजापाठ, जप आदि कार्यहरू गर्नको लागि शुभ मानिएको छ। नैमित्तिक कर्महरू जस्तै नरन, अन्नप्राशन, श्राद्ध, तर्पण, क्रियाकर्म आदि कार्यहरूको लागि पनि शास्त्रले कुनै पनि निषेध गरिएको छैन। यस्ता कार्यहरू पनि गर्नलाई शुभ रहन्छ। ग्रह शान्ति, रोग शान्ति, त्यस्तै हवन आदि कार्यहरू गर्नको लागि पनि देवगुरु बृहस्पति अस्तको समयमा शास्त्रले शुभ मानिएको छ। यस्ता कार्यहरू गर्दा शास्त्रमा दोष नलाग्ने मान्यता रहेको छ। देवगुरु बृहस्पति यदि कालपुरुषको कुण्डलीमा अस्तको अवस्थामा छ अथवा देवगुरु बृहस्पति डिग्री बलले कमजोर अवस्थामा रहेको छ, पाप ग्रहसँग युतिको अवस्थामा रहेको छ, अशुभ ग्रहको दृष्टिमा रहेको छ र नराम्रो भावहरूमा देवगुरु बृहस्पति रहेको छ भने यो समयमा, यो अस्तको समयमा देवगुरु बृहस्पति अलि आफू प्रतिकूल रहने, बृहस्पतिबाट पाउन पर्ने शक्ति सामर्थ्य प्राप्त नहुने अवस्था रहन्छ। देवगुरु बृहस्पतिबाट नराम्रो प्रभावहरूलाई हटाउनको निमित्त कस्ता योगासन, कुन चक्रमा ध्यान ग्रहण गरेर, कुन योगासन गरेर यसको प्रभावलाई हटाउन सकिन्छ भन्ने विषयमा पनि चर्चा गरौँ। मानव शरीरमा अवस्थित 7 चक्रहरूमध्ये सहस्त्र चक्रसँग देवगुरु बृहस्पतिको सम्बन्ध रहन्छ, जुन चक्र ज्ञान, चेतना र आध्यात्मिक उन्नतिको प्रतीकको रूपमा रहेको छ।
यो अवधिमा साधकहरूले पद्मासन, शवासन, सुखासन आदि आसनहरू गर्नाले, योगाभ्यासहरू गर्नाले बृहस्पतिबाट आउने नराम्रो प्रभावहरू कम हुनेछ। यस्ता योग आसन गर्नाले ध्यान केन्द्रित गर्नको लागि अत्यन्त सहयोग मिल्नेछ। मानसिक शान्तिको लागि अत्यन्त लाभदायक रहनेछ। ध्यान र प्राणायामको लागि पनि उपयुक्त रहनेछ। त्यस्तै देवगुरु बृहस्पतिलाई, यसको प्रभावलाई सकारात्मक हिसाबले ग्रहण गर्नको लागि निम्न वैदिक तान्त्रिक बीज मन्त्रहरू जप्नाले पनि यसको प्रभावहरू हट्नेछ। जस्तै यसको वैदिक मन्त्र ओम बृहस्पति अतिर अहिरोय अद्यत बाति कर्तमज्जनेषु एरिदयत् छसवः ऋत प्रजानम तस्मासु द्रविणम देहि चित्रम, यो देवगुरु बृहस्पतिको वैदिक मन्त्र रहेको छ। यो मन्त्रलाई सहस्र चक्रमा ध्यान गरेर जप गर्नाले बढी प्रभावशाली रहन्छ। यसको बीज मन्त्र ओम ब्रेम बृहस्पतये नमः रहेको छ। त्यस्तै यसको तान्त्रिक मन्त्र ओम ग्राम ग्रीम ग्रोम सह ओम गुरवे नमः यो मन्त्र रहेको छ। यो मन्त्रहरू साधकहरूले सहस्र चक्रमा ध्यान गरेर ज्ञान मुद्रा, सूर्य मुद्रामा यो मन्त्रहरूलाई जप्नाले, यो मन्त्रहरूलाई च्यान्ट गर्नाले बृहस्पतिबाट आउने नराम्रो प्रभावहरू कम हुनेछ। त्यस्तै देवगुरु बृहस्पति अथवा बृहस्पतिको बारमा उपवास गर्नु, हाई प्रोटिन चिजहरू नखानु, सजिलैसँग पाचन गर्न सक्ने वस्तुहरूको भोजन गर्नु, पहेँलो वस्त्रहरू धारण गर्नु, चनाको दाल, पहेँलो फूल, बेसार आदि बृहस्पतिसँग सम्बन्धित रहने वस्तुहरूको दान गर्नाले पनि बृहस्पतिबाट आउने नराम्रो प्रभावहरू कम हुन्छ भन्ने शास्त्रको मान्यता रहेको छ। त्यस्तै सधैँ केराको बोटमा पानी राख्नाले, गुरुजनहरूको सेवा, पिताजीको सेवा र आशीर्वचन लिनाले बृहस्पतिबाट आउने नराम्रो प्रभावहरू स्वत रूपले कमजोर रहनेछन् र बृहस्पति ग्रहको अनुकूलता प्राप्त गर्न सहज अवस्था निर्माण रहनेछ। विशेष गरेर देवगुरु बृहस्पति कमजोर रहँदाखेरि, अस्त रहँदाखेरि, कालपुरुषको कुण्डलीमा बृहस्पति कमजोर रहेका व्यक्तिहरूको लागि बढी असर रहन्छ। त्यस्तै न्यायालय, शिक्षालय, राजनीति, धर्मको क्षेत्र, खोज अनुसन्धान, न्यायालय, प्रशासन, सरकारी जागिर आदिको क्षेत्रमा काम गर्ने व्यक्तिहरूको लागि विशेष देवगुरु बृहस्पतिको प्रभाव रहन्छ। यो समयमा यो क्षेत्रमा काम गर्ने व्यक्तिहरूको करियरमा अप्ठ्यारो र असहज परिस्थिति सृजना हुन सक्छ। विशेष ध्यान राखेर, विशेष कर्महरू गरेर बृहस्पतिको नराम्रो प्रभावलाई कम गर्नुहुनेछ। जय राधे।